at this color, oh my god. So मैले चाहिँ भाटपाटिनीबाट फेरि नयाँ हर्बल टी ल्याएँ। यो चाहिँ हिबिस्कसको हो अनि यो चाहिँ ZAIA कम्पनी कुन हो यो इन्डियन कम्पनी हो है। यसमा चाहिँ ग्रिन टी लेखेको छैन त्यही भएर मैले खोजी लिएर आएको। मैले केटीको नि खोजेको थिएँ हिबिस्कसवाला तर तिनीहरू भाटपाटिनीमा चाहिँ रहेनछ। आई थिङ्क पेजबाटै अर्डर गर्नुपर्ने होला। म नेक्स्ट टाइम गर्छु। अहिलेलाई चाहिँ मैले यो लिएर आएँ। यो ट्राई गरौँ। यसको पनि राकु जस्तै रहेछ यसरी प्याकेजिङ। यसमा चाहिँ 25 पिसेस छ अनि मैले चाहिँ अघि नै पानी तताएर ल्याएको चिसो भइसक्यो जस्तो। म फेरि तताएर लिएर आउँछु। या म तातो मात्र भएको छ। म फेरि तताएर लिएर आउँछु। ओके मैले तताएर ल्याएँ। Yes. ZAIA. Color चाहिँ आउँछ कि आउँदैन let's see. हेरौँ है त म कलर पनि देखाउँछु। के डन के चाहियो? मासु पकायो कि जहिले यस्तै खाना नदिए यस्तो कराइ राख्नुपर्ने अझ। Look at this, oh my god. यसको हेरौँ है त कलर एड गरेको हो कि यो हिबिस्कसकै कलर हो। Wait a minute. Let's see. Ingredients. Oh, yeah, this. Only hibiscus. I doubt that. अलिअलि कलर त होला but still look at this color. Oh my god. Cranberry juice जस्तो छ कलर त। ओहो Okay, let's try. यस्तो हर्बल टी भने जस्तो मनपर्छ मलाई। रस आउँछ त है हिबिस्कसको रस। नाइस। ठ्याक्कै त्यो फुल चुसेको फुल हुन्छ नि फुललाई सुकाएर खाँदाखेरि त्यस्तै हुन्छ। Really nice. Wow, tasty. अब म केटीको पनि लिएर आउँछु हैन अनि केटीको र यो दुईटा के भन्छ त्यसलाई कम्प्यारिजन गरेर म भिडियो बनाउँछु अर्को। कस्तो टेस्टी छ टेस्ट गर्ने। त्यो फुल सुकाउँछ नि फुल सुकाएर आउने के। ट्राई है तितो चाहिँ छैन। So if you guys also want to try it out then you can get it from your nearest Patpatini store. So this is my morning drink. Bye bye. Thank you for watching.